यो चाहिँ एक्वेरियम पार्क हामी एक्वेरियम जाँदैछौँ र टिकट स्क्यान भइसक्यो टिकट पाउँदैन अब हामी म्युजियम प्लस एक्वेरियम हो म्युजियम पनि छ यसमा अब हेबिट्याट्सहरू पुरानो पुरानो उयोहरू छन् धेरै गरौँ यो चाहिँ एन्ट्री पोइन्टमा नै छ अन्डाहरू देखाएको त्यस्तोहरू नि त कोइलको एग होइन यो के भन्छ कोइललाई नेपालमा बिचनले अझै भने अनि यहाँ छ टर्कीको पेन्गुइनको यो चाहिँ इमु भन्ने खटक खटक गरेर हिँड्नेवाला चाहिँ हुन्छ नि यो चाहिँ अस्ट्रिचको अन्डा अनि ब्ल्याक काइट भन्ने यो हाम्रो त अब त्यो सिधा सिधा भन्छु मलाई ब्ल्याक काइट भन्छ चाहिँ यो अस्ट्रिचको प्वाख यहाँ चाहिँ मयुरको प्वाख पनि राखेको छ होइन फेदर्सहरू ए इगलको फिदर चाहिँ आएको कति लामो त्यो थाहा छैन नि लामो त्यो गोमन सर्पको चाहिँ कोब्रा नि त पुरै पुरै दसैँमा जस्तै गरेर बसिरहेको यो चाहिँ पाइथन रहेछ त्यो पाइथन हो अनि यहाँ चाहिँ टर्टलको सेलहरू यो चाहिँ के भन्छ कचिया भनौँ न अब हाम्रो नेपालीमा त त्यही नै हो अझै सागको दाँत हेर्नुहोस् त अन्त यस्तोको मुखभित्र गएपछि हामी त मिन्च भइहाल्छ नि त के भन्छ मिन्ची भन्छ यो मोमोमा हाल्ने राखेर अब हामी जाँदैछौँ माथिपट्टि अर्को भागमा अर्को फ्लोरमा यो चाहिँ एक्सपिरियन्सको साइड अब मिस्टिरियस लाइफ हुन्छ अरे क्या त्यो चाहिँ पुरा क्योर जस्तो बनाएको रहेछ पुरै कसरी लड्नु होला है कठिन लाग्छ खुलेको यो चाहिँ गुफा जस्तै क्या गुफाकै पुरै सिनहरू दिएको रहेछ अब हामी सायम टाइपको यता पनि चमेराहरूले चाहिँ उडिरहेको छ होइन चमेरा उडिरहेको जस्तो लाग्दैछ मलाई हेर्नु त गोहरो भन्छ गरे हाम्रो नेपालीमा होइन गोहरो भन्छ त माथि चिसाले फुटिरहेको त्यता पनि छ ए गनायो भाइ चाय जस्तो लाग्यो गनायो यस्तो पिसाब गनायो त्यही त के रहेछ मिलाइरहेको यता कति के उड्दैछ ऊ चमेरा चमेरा बात ऊ आयो आयो यता आउँछ चमेरी हेलो साह्रो हेर्दैछ हामी ऊ चमेरी झुन्डेर बसिरहेको ऊ चमेरी पुरै झुन्डेर बसिरहेको ल चमेराको गुफा रहेछ पोखराको याद आयो मलाई चमेरी गुफा भन्ने ए उनीहरूको डिजाइन राम्रो रहेछ नि त चमेराको होइन अर्कै हो यो कहाँ बसेको यस्तो हवा गर्नु खै छैन किन होला म त मिलाइदिएको जस्तो छ राति हेर्दा त्यो साथीहरू चाहिँ दुम्ची है दुम्ची यत्रो छ दुम्ची यत्रो छ दुम्ची नै त होला यो के भन्छ होला दुम्ची नै त हो नेपालतिर त दुम्ची भन्छ तर यो चाँडै त्यो चाहिँ सानो रहेछ यो ठुलो दुम्ची पनि देखाएको थिएँ मैले देखाउँदा अर्थमा तर यो सानो दुम्ची यहाँ त के भन्छ बिरालो रहेछ पारिपट्टि के भन्छ है डेजर्ट म्यामल साउन्ड क्याट भन्छ ए बाल्यामा बस्ने क्याट चाहिँ हुँदैछ त्यस्तो उता उल्लु छ उल्लु आऊ दिनुपर्छ कहीँ उल्लु छ उल्लु उल्लु भन्छ नि नेपालमा आऊ यसलाई चाहिँ कलर चाहिँ के मनपर्ने होला नि त होला फेरि यो भाइपर स्नेक भन्ने त पुरै बलियाले पुरेर बसेको छ अलि पुरै सिधै आएर त्यो सिसाबाट पनि बाहिर होला जस्तो डर लाग्यो मलाई अघि त्यहाँ गरेर बसिरहेको रहेछ मलाई सबैभन्दा डर लाग्ने शब्द देखियो यो ल अब हामी चाहिँ एक्वेरियम
त्यो चाहिँ हाम्रो हल्का सानो सानो म्युजियम थियो यता म्युजियम सक्यो अब हामी एक्वेरियमतिर पानीको उयोहरूमा एन्ट्री मार्दैछौँ हामी मान्छेहरू चाहिँ एकछिनमा देखाउन मान्छेहरूलाई चाहिँ यहाँ चाहिँ के हो थाहा छैन मलाई अब के छ त्यो पानीको माथि माथि छैन त्यो पनि साथीहरू अब यो चाहिँ एन्ट्रान्स पोइन्ट हो यो एक्वेरियम मेन एक्वेरियमवालाको माथि ठुलो एक्वेरियम छ माछाहरू छन् होइन यो चाहिँ पानी मात्रै राखेर यसो सो मात्रै दिएको रहेछ यहाँ अनि दामी छ क्या यो सबै रियल प्लान्टहरू हो होइन मजाले मेन्टेन गरेर टेम्परेचरहरू मेन्टेन गरेर रुख देखाइदिन्छ यो रुख पनि रियल नै हो यो आर्टिफिसियल होइन त्यो मजाको छुट्टै खालको क्रिएट गराएको छ क्या यहाँ भित्र राम्रो छ अब जानुपर्छ हामी अझै अरू अरू माछाहरू हेर्नुलाई चराहरू पनि रहेछ अझै बाटो बाटोतिर त घाँसहरू रिसको नै त्यत्रो गर्दैन मन त खाएर पुरै डङरङ नै सुतिरहेको त यता बिहानै जिरिङ गऱ्यो मलाई त देखेर त्यो पेन्गुइन है ऊ त्यहाँ बसिरहेको त्यही रेस्टहरू गर्दै যায় यहाँ मजाले सुतिरह त्यसको उसमा पकेटमा के लगाएको रहेछ स्ट्याम्पहरू लगाएकोलाई ट्र्याकिङ डिभाइस होला कि ओ त्यहाँ दुईवटा हामी ओ त्यहाँ दुईवटा यहाँ दुईवटा 1 2 3 4 5 6वटा देखेँ मैले अरू कता कता लुकेको नि होला यो चाहिँ पेन्गुइनको वासस्थान बनाएको छ अफ्रिकन साथीहरू वेलकम टु द सी एक्जिट होइन अब हामी चाहिँ समुद्रमा पाउने अब जल के भन्छ सी एनिमल्सहरू होइन फिसहरूदेखि लिएर अरू के आइटमहरू छ त्यो चाहिँ समुद्रको सबै समुद्रमा पाउने मात्रै चिजहरू छ होइन अब समुद्रको चिजहरू अनि दामी छ हेर्नुहोस् त हो क्युटी फिस कस्तो मजाको फिस रहेछ यो त एकदम यो भगवान्ले यसलाई दिएकै हो सुन्दरता हेर्नु त वा अन्त कति दामी छ त्योहरू लिएर गोल्डन फिस होला नि हो गोल्डन टाइगर होला यो त गोल्डन टाइगर जस्तो लाग्दैछ मलाई के नाम थाहा छैन के भन्छ त्यसलाई रेबिट फिस भन्दो रहेछ बरिक्चोहरू सिल्भर कलरको छ मधुर वाला यो चाहिँ सिलिन्ड्रिकल सेपको एक्वेरियम हो होइन गोलो छ वरिपरिबाटै देख्न मिल्छ क्या यो यता राउन्ड मारे नि यता राउन्ड मारे पनि सबैतिरबाट यही एक्वेरियम छ यताको उता मान्छे देखिँदैन उताको यता मान्छे देखिँदैन तर भित्रको उमा चाहिँ देखिन्छ तर वरिपरि कता कताबाट देखिन्छ त्यो चाहिँ दामी छ है यो चाहिँ मनपर्छ अनि अर्को एउटा पनि छ ठुलोवाला एक्वेरियम तलपट्टि त्यो पनि मनपर्छ यहाँको सबसे फेभरेट एक्वेरियम चाहिँ यो र त्यो हो त्यो टटलहरूको स्याम्पल मात्रै हो यो रियल टटल चाहिँ होइन त्यो बनाएको ओरिजिनल टाइपको देखेको अब हामी त्यसै भने ठुलो एक्वेरियम यो मतलब यो उसको ठुलो एक्वेरियमतिर आउँदैछौँ यहाँ त बुढो माछा त्यो माछा चाहिँ गयो कि त हो कति जस्तो मरेको छ त्यो माछा त ठुलो थियो यहाँनिर एउटा माछा मऱ्यो होला बुढो देखिन्थ्यो पहिले नै फिसहरू लुकिरहेको छ लुकिरहेको त्यहाँ सानोदेखि ठुलो सबै रहेछ यिनीहरूले अट्याक गर्दैन सानोलाई कि त सानो खाओस् भनेर राख्दैछ यिनीहरूले ला माथि त हेर्नु ल उही आयो आयो सानोलाई यस्तै ठुलो मासु थियो क्या एउटा मरेको त्यो भनेको ऊ त मासु भने त साग जस्तो साग त होइन होला है त्यो साग नै हो पिताले हेर्नु त कलर पिताको रहेछ यो ए यिनीहरूमा त कलर हुँदो रहेछ नि
ए ओके दुईटा सेमसङ त्यता पछाडि अगाडि सबैतिर छ त्यता पछाडि पनि छ दिस इज नाइस तर त्यो थाकिसक्यो क्या बसिरहेको छ साथीहरू अब हामी समुद्रको भित्र गएर त हेर्न हामी ध्यान गर्न पनि सक्दैनौँ होइन त्यो हामीसँग उयो नै छैन क्यापेसिटी नै छैन त्यही भएर अब चाहिँ यहीँबाट हेरेर थाहा पाउने हो यस्तो हुन्छ भित्रको समुद्रभित्र त्यो लेउहरू हुन्छ जहारहरू हुन्छ त्यस्तोहरू होइन अब यिनीहरू चाहिँ त्यो वनस्पतिहरू हो अनि माछाहरू फेरि खोलेर हुन्छ त्यहाँ अब हामी चाहिँ एउटा सानो फिस बनाएको मतलब सिन कस्तो हुन्छ समुद्रभित्रको भनेर बनाएको यस्तै हुन्छ समुद्रभित्रको सिनहरू अनि यतापट्टि देखाइदिनुहुन्छ यस्तो पनि हुन्छ समुद्रभित्र डाँडा काँडा जस्तो पनि हुन्छ होइन तर सबैमा म त आफै देवीको जान्छु जस्तो फिल भइरहेको अनि यो सबैमा चाहिँ के छ पुरै ल्याएको अब ग्रिनरीहरू पनि हो त पारिपट्टि ग्रिनरीहरू अलिअलि छ नि लेउहरू झारहरू जस्तो पनि हुन्छ होइन त्यस्तो हुन्छ त्यो रिङ्गेर लाग्छ भयो मलाई त यता हेर्दा भएन हजुर त्यो आँखा घुमेर जस्तो भइरहेको सिधै भित्र गएर ठोकिन्छ कि जस्तो ए यहाँ रहेछ है बुढो माछा भनेको मैले यता पो आइरहेको छ कसरी आयो हेर्दा यो सबैभन्दा ठुलो माछा यही हो धेरै वर्षको भयो थाकी पनि सक्यो होला बढी ल साथीहरू हामी चाहिँ यो चाहिँ एक्वेरियममा यस्तो माछाहरू स्पिडमा कुदिरहेको छ सक्यौँ अब यतापट्टि पनि एक्वेरियम यतापट्टि पनि एक्वेरियम दामी छ जस्तो मतलब अर्कै खालको मजा आउँछ हेर्नु त यहाँ बुढो खालको माछा यहाँ छ त्यो देखाइदिनु अनि रमाइलो खालको भाइब्स आउँछ जो यसपालि चाहिँ मान्छेहरू चाहिँ आउनुपर्छ मान्छेहरू घुम्नुपर्छ सबैजना हामी मान्छेहरू खसेको अब हामी सक्यो माथिदेखि तलसम्म हेर्थ्यो कि माथि चाहिँ सानो सानो एक्वेरियमहरू थियो अब यता यता जाँदैछौँ होइन यहाँ चाहिँ अब सानो सानो उयोहरू माछाहरू छ ठुलो दामी माछा छ हामीलाई ब्लू कलरको क्युट क्या क्युट ओभरलोडेड क्युटनेस ओभरलोडेड भने जस्तो यो माछाहरू सानोदेखि ठुलो माछाको छ यो पनि एउटा किरा हो नि हो भाइ तर त्यो बसिराख्ने होला धेरै नहुने होला त्यो त चित्रहरूमा बनाएको जस्तो देखेको जस्तो माछाहरू पो धेरै देखिँदैन साथीहरू अब सक्यो होइन आजको हाम्रो एक्वेरियम टुर पनि सक्यो अब यहाँ मैले गर्दैछु ल अब हामी चाहिँ आजको भ्लग यति नै भयो अब हामी जान्छौँ अब एक्जिटतिर निस्किँदैछौँ अब यो चाहिँ सबै चित्रहरू हो अब हामी लाग्यौँ एक्जिट सक्यो ए अझै पनि रहेछ अलिअलि त यता होइन अलिकति सानो सोपिस मात्रै रहेछ त्यतापट्टि ल ए हो हाम्रो फाइनल टच ल साथीहरू यो चाहिँ साइन्टिफिक सेन्टरको यो बिल्डिङ हो अब हामी निस्किसक्यौँ बाहिर साइन्स ओल्ड हेऱ्यौँ हामी होइन मजा आयो ग्यालेक्सीहरूदेखि लिएर अनि के अरे थिएटर पनि हेऱ्यौँ मजा आयो होइन अब यतिकै हेर्नै पर्ने ठाउँ रहेछ अनि थ्याङ्क यू फर भिजिटिङ सी यु सुन पनि लेखेको छ अब हजुरहरूलाई पनि ल सी यु सुन भन्दै आजको भिडियोबाट चाहिँ म बिट मार्न चाहेँ अब नेक्स्ट टाइम भेटौँला अब त्यति जेलसम्मको लागि चाहिँ हजुरहरू आफ्नो ख्याल गर्नुहोस् चिसोबाट बस्नुहोस् होइन ल बाई बाई सबैजना सी यु सुन टेक केयर बाई बाई ल म चाहिँ गएँ अब घरतिर चिसो